आमा बिरामी हुनुहुन्थ्यो, कस्तो भयो आमालाई। नमस्कार दिजु बहिनी सबै हाम्रो दाजुभाइहरूलाई। अहिले वर्ल्ड कप चलिरहेको छ हजुरलाई थाहा छ। कतिजनाले हेरिराख्नु भएको छ हाम्रो महिलाहरूमा। पुरुषहरूले त सबैले हेर्छन्, महिलामा कसले हेरिराख्नु भएको छ एकचोटि कमेन्ट गरिदिनु होला है त। ल मलाई एकचोटि सब्सक्राइब र लाइक पनि गरिदिनु होला, म रिक्वेस्ट गर्छु, किनकि म हजुरको नेपाली दाजुभाइ हुँ। मलाई सपोर्ट गरिदिनु होला, हार्दिक अनुरोध गर्दछु। अब सिधै कुरा गर्नेछौँ। भोलि शनिबारको राति 9 बजे आउँछ हाम्रो कुन कान्छी सिरियल, जो हाम्रो एकदमै महिला हाम्रो दिदी बहिनीले लास्टै मन पराउनुहुन्छ। र अहिले कस्तो चलिरहेको छ त, एकदमै रिस उठिरहेको पनि होला है। जहाँसम्म लाग्छ मलाई रिस उठेकै होला हाम्रो दिदी बहिनीहरूलाई के भइरहेछ भनेर। तर म हजुर एउटा खुसीको खबर दिएर आउँछु। अब कान्छीलाई पनि त्यहाँको काजीले कैद गरेर राखेको छ भनेपछि हाम्रो सागर पनि जेलमा कैद भइरहेका छन्। अब के हुन्छ भनेर कुरा म हजुरलाई सिधै भनिदिएर गइरहेको छु। पहिले अब कुरा आइरहेको छ सागर कसरी छुट्छ भन्ने होइन। अब कुरा आइरहेको छ कि हाम्रो कान्छी कसरी छुट्छिन् तिनीहरूको केसबाट। के उनलाई विदेशले बचाउँछन्, के उनलाई सागरले जेल फुटालेर गएर बचाउँछन्, अथवा सुकुमाया आउँछिन् कान्छी सिरियलमा, यो हजुरलाई म आज पुरै कन्फर्म गरिदिनेछु के हुनेछ अब है। अब हजुरले भोलि पहिले म अलि त पहिलाको रिपिट गरेँ है। अब कस्तो हुन्छ भन्दाखेरि एउटा आउँछ मान्छे जो त्यही गुन्डाको साथी हुन्छ, उसले मसँग छ सबै हजुरले चाहिने भनेर लाग्छ। तर कान्छी अलर्ट त हुन्छन् पहिले है। मलाई पहिला सलिनाले यसरी किडन्याप गरेको थिएँ, अब यसले पनि केही नराम्रो गर्ने हो कि भनेर उसलाई शङ्का पहिल्यै हुन्छ। तर पनि उनको पछि जान्छन् र अब फेरि अर्को जालमा फसिन्। उसँग सबुत चाहिँ हुन्छ, रियलमै हुन्छ, तर नियत राम्रो हुँदैन। अब उसलाई पनि किडन्याप गरेको छन् कान्छीलाई। अब गाह्रो छ एक तरिकाले सागरले न्याय पाउन। अब के साँच्चै सागर जेलबाट छुट्छन् कि उमेर खेद पाउँछन् त। अब हजुरलाई थाहा छ सागर छुट्न त छुट्छन्, तर अब पहिले कुरो के आयो भन्दाखेरि कान्छी छुट्छिन् कि छुट्दैनन् भनेर। अब कान्छीलाई छुटाउने 3वटा तरिका छ। मैले हजुरले एउटा भिडियोमा भनिसकेको छु, त्यो भिडियो हेर्नु भएको छैन च्यानलभित्र गएर हेर्नुहोस् छ है। अब म भनिदिन्छु कि एक्ज्याक्टली के हुनेछ अब सिरियलमा भनेर। अब हाम्रो कान्छीलाई फेरि त्यहाँ बचाऊ भनेर गइरहेको हुन्छन्। तब उनको मुखमा फेरि अब यसपालि सेलटेप टाँसिनेछ। त्यसपछि के हुन्छ भन्दाखेरि विध्वंसले आफ्नो आमा बितेको कुरामा अब बहिनीलाई फोन गर्छु भने फोन गर्छन्, र कान्छीले फोन नउठाउँदाखेरि पक्कै पनि कुनै मुसिबतमा फस्नु परेको हुन्छ भनेर उनी आफ्नो बहिनी कान्छीको खोजीमा निस्किन्छन्। अनि उसले खोजिरहेछन् तर उनले भेटाउन सक्दैनन्। अब सागरलाई पहिल्यै थाहा छ कि कसको कैदमा परेको छु भनेर, मेरो बुढी भनेर थाहा भएको छन्। त्यस कारणले गर्दाखेरि अब सागरले जेलदेखि भाग्ने छन् र भागेर कान्छीलाई बचाउने छन्। बचाइसकेपछि कान्छीले त्यो सबुत लग्ने छिन् र त्यसपछि फेरि सागरले न्याय पाएर निस्किएर सबै अपराधीहरू सजाय पाउने छन्। यही हुनेछ आज यसपालिको उमा। यसमै हुँदैन है। अब आज भोलि जुन आउँछ कान्छीको सिरियल त्यसमा सबै सल्भ हुँदैन, सबै कुरा सकिँदैन। तर अब आउने 2देखि 3 एपिसोडभित्र सबै सकिनेछ र हजुरले नयाँ स्टोरी देखिनेछ। र नयाँ स्टोरीमा अब के चालु हुनेछ म त्यो पनि हजुरलाई भनिदिन सक्छु, तर यो भिडियोमा होइन, अर्को भिडियोमा। यो भिडियोमा एम गर्छु म 300 लाइक। हजुरले यो भिडियोमा 300 लाइक गरिदिनु भयो भनेपछि म हजुरलाई अर्कोमा पनि फिक्सै भनिदिनेछु। र लाइक सब्सक्राइब गर्न चाहिँ बिर्सिनु होला, किन भन्दाखेरि नेपाली दाजुभाइ हो। नेपाली भने नेपाल सपोर्ट नगरेर कसलाई गर्नुहुन्छ है त। नेपालले पनि अब सोसियल मिडिया यो उमा अगाडि हजुरले बढाउन सपोर्ट गर्नुपर्छ। हजुरले हामीलाई सपोर्ट गर्नुभयो भनेपछि हामीहरू छौँ, न त छैनौँ। नेपाल छ न त छैन। हजुरको सपोर्ट बिना केही पनि सम्भव छैन। हजुरलाई पनि यस्तै युट्युबको बारेमा के जान्नु छ, हजुरलाई युट्युब च्यानल खोल्नु छ, के गर्नु छ भनेपछि मलाई सिधै टिकटकमा मेसेज गर्न सक्नुहुन्छ। त्यो मेरो टिकटक आइडी रहेको छ, टिकटकमा फलो गरेर मेसेज गर्नु होला। दिपक हिरो 7 छ, त्यसमा गएर मलाई फलो गरिदिनु होला। हस् त, नमस्कार। हजुरको फ्यामिलीलाई भगवान्ले खुसी र सुरक्षित राखुन्।